Hi guys, welcome back to my YouTube channel अनि ब्लग अनि लङ टाइम पछि चाहिँ म आज ब्लगमा ब्याक भएको छु ब्लग बनाएको छु सो हेरिदिनु होला कृपया स्किप नगरेर अनि म भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला आज म दिउँसोको नास्ता लिन गएको अनि फर्किरहेछु गाइस मोमो ल्याएर सबैजना सन्चै हुनुहुन्छ होला आई होप म पनि सन्चै छु हिजो अस्ति चाहिँ पानी परेर आज चाहिँ घाम गरेछ ठिक्कको मौसम गरेछ आज चाहिँ हिँडेर आइरहेको छु म टुकुर टुकुर गाइज के गर्नु यो चाहिँ नास्ता मोमो कति बेर कुरेँ के मैले अनि कति टाइम पछि बल्ल मोमो पाएँ यति मिठो हुन्छ त्यहाँको मोमो हामी चाहिँ जहिले त्यही हो फाइनल्ली गाइस घर पनि आइपुग्न लागे गाइस हामी चाहिँ दिउँसोको नास्ता खान लाग्यो गाइस हामी सन्चै छौँ अनि तपाईहरु कस्तो हुनुहुन्छ भने तपाईहरु कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ होला भन सन्चै हुनुहुन्छ होला हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला भन हाम्रो भिडियो भन न हाम्रो भिडियो भन त हाम्रो छ्या नाकमा हात हाल्दैन हाम्रो भिडियो भन हाम्रो भिडियो अन्तिमसम्म भन अनि तिमीसँग होइन के अन्तिमसम्म बुझ्नुभयो गाइस हजुरहरूले के बुझ्नुभयो यसलाई मैले के सिकाइरहेको छु भनेपछि हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला भनेको त यसले त अनि तिमीसँग गरे भन न अन्तिमसम्म अनि तिमीसँग हेरिदिनु होला गाइस फाइनल्ली गाइस आज चाहिँ हामी गाउँ आछौँ अनि हिजोदेखि भिडियो कन्टिन्यू गरिरहेको छु हिजो चाहिँ मैले धेरै बनाउन पाइनँ अनि आज चाहिँ गाउँ आएको छु मल लिनलाई लिन यहाँ छ एउटा चाहिँ तिम्रो नाम के रे सुशील सुशील यहाँ छ सुशील वहाँ गएर चाहिँ अन्त दिदीलाई के भन्छ गरे यसले पुसाइ वहाँ गएर चाहिँ अन्त दिदीलाई के भन्छ गरे अय ममता मेरो साउको बुहारीको आइडीमा मेरो भिडियो हालेको छ गरे म किसिम भाइरल भएको छु गरे नि भन्ने गरे अन्त दिदीले भाइरल भएको छ म त धेरै भाइरल भएको छु चप्पल कसको युराको किन लगायो त देखाउँछु खै कहाँ ए यो देखाउने देखाउनुस् न मम्मी भन ए ल देखा न भन्ने हामी यसलाई तट भन्छौँ त्यही भएर चाहिँ गाइसहरू हाम्रो चाहिँ यहाँ औषधि हाल्न लाग्छौँ यता मकैमा अनि यो बाबुले चाहिँ हाल्न लाग्छ सबभन्दा यहाँको गोरो मान्छे कता बस भइहाल्छ म चाहिँ आज यता मल लिन आएको अनि हिजोदेखि भिडियो चाहिँ कन्टिन्यू छ गाइज अनि यता चाहिँ अस्ति नै मैले मकै गोडेको भिडियो बनाएको थिएँ त्यही मकैलाई किराले खाएछ जति मेहनत गरेँ 2 दिन आधा लगाएर मकै गोडेको किराले खाएर केही राखेको रहेनछ अनि आज चाहिँ यहाँ औषधि हाल्न लागेको गाइज देख्न सक्नुहुन्छ
बिचमा त पुरै सुक्या छ यस्तो नराम्रो भएको छ मकै अब चाहिँ औषधि हाल्न लागेको हामी चाहिँ गाइज यस्तो छ यो बाबुले औषधि हाल्नलाई औषधि बोकिरहेको छ यो औषधि जिताइरहेको छ यसले जिताएर यो पल्टिनु आयो अनि के सक्दैन रहेछ के यसले त पुसा यसलाई अलि डाइट डाइट खुवाउनु त फेरि यहाँदेखि छिर्काउँदै गइरहेको छ मकै कहाँ यता यता तल चल्यो नि लौ 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 चलाउ त गाइज यो औषधिले जिताएर यो बाबुलाई आफू फेरि 18 वर्ष भइसक्यो हो टोक्ने मकै टोक्ने वाला हो त्यो सानो सानो हुने रहेछ अनि त चाहिँ मकैमा औषधि हाल्दैछ सुशील ओ सुशील हाई हो यता काम गरिरहेछ सुशीलले चाहिँ यहाँ सुशील हो नाम हो सुशीलको भाइ फेरि यहाँ यी बाँदर जस्तै बन्दर ओए बन्दर किन माथि चढेको हाँ हामी चाहिँ अब मल खन्न लागेको हामी चाहिँ नास्ता खाएर अब चाहिँ नास्ता खाएर चाहिँ हामी अब मल खन्न लागेको अब पानी पनि पर्ला जस्तो भएको छ यो बाबुलाई लगेर जाने भनेको यहाँ बङ्गुरलाई दाना दिइरहेछ अनि पकाइदिने फेरि यो किन हालिरहेछौ त पानी हालेर दिते सेबेरे बनाइदिन्छ कहिले बनाउने सेबे यो आज पानी हालेर राख्ने ए मलाई अहिले अटोमा छोड्यो है उता ल हाम्रो बङ्गुर देख्न सक्नुहुन्छ यो बाबुले चाहिँ हेर्छ हाम्रो बङ्गुर अनि म देखाउँछु हजुरहरूलाई तिम्रो फोटो खिचिरहेको छु र यहाँ बङ्गुरको फोटो देखाइरहेको छु बङ्गुरहरू हेर्छ यो बाबुले चाहिँ कतिवटा छ बङ्गुर कतिवटा छ 1 2 3 4 5 6 10 11 12 उता पनि छ उता पनि छ 12 यहाँ है 2014 अनि गाइस हामी चाहिँ अब उता मल खन्न जान्छौँ बोलो हाई गाइस भन हाई गाइस यस्तो हाई गाइस औषधि हालिसके गाइसहरू हामी चाहिँ मल खन्न जाँदैछ यता चाहिँ हुनुहुन्छ सखी हाई भन अहिले हाम्रो यहाँ कलुवा भाइले अटो चलाइरहेको छ उतातिर यता जाँदैछौँ है हामी चाहिँ हाई भन किरिजल हाई भन सानो यस्तो गर हाई भन हाम्रो जङ्गलको सफारी गाइड सफारी पनि भन्छ हामी चाहिँ उता मल लिन जाँदैछौँ उतादेखि यो जङ्गल काटेर अरे मेरो मोबाइल नै धन्नु के यहाँ तालको डुब्बेला र यतातिर चाहिँ पुरै घाउ पाकिसक्यो है गाइज यही देख्न सक्नुहुन्छ पुरै यतै हो र यस्तो दामी छ है अनि गाइस हामी चाहिँ यो चाहिँ माछा पालन गराउने रे अनि ओहो हामी त चढ्न सक्दैनौँ के हो मलाई पनि तान्नेछ है लियाना ए सोफिया दिदी मलाई तान्नु
यही होला मल यही हो गाइस कहाँबाट गाइस किमु वाउ त्यहाँ टिपिरहेछन् दुई भाइले पाकिरहेछ है आजकल सिजन नै हो गाइस टिपिरहेछन् यता ल्यायो है सुशील लाउनु दिदी दुईटा निकाल्नु लाउनु लौ कोलङ्गे सानो फुच्चिलाइदिनु चखाइदिनु खाऊ खान्छौ किन क्यामेरामा अझ हलचल नगर्ने रुक झरिरहेको छ यो तल लुटिन्छ त्यस्तो नगर गुड ओइ खस्यो गिर्यो बाचेर ल्याएछ गाइस किमु यस्तो नगर है फेरि मार्लान् यसको मालिकले ए लिएन सोफिया खाने हो आऊ खाने भए ठिक गाइस हेर्नु अब यो लिएन आउन सक्दैन खाइम गाइस हामी चाहिँ यहाँ जिब्रा पनि तान्छ र किसिम पावर छ यसको त फेरि हेर्ने बेला सुके नास होइन गाइस हेर्ने सुकेको जिउमा लुकेको पावर छ भनेको त उचालो के छिटो यो उचालो माटो उठाउने ल है जोर गरौ भइस जोर गरौ हिया जोर गर जा तेरो भाइलाई दाइलाई जिताएको आइगिया गरे दुईटाले बोकेर लैजा यार बिचराले सक्दैन यार सकेनौँ गाइस तिम्रो त तिम्रो मोबाइल देवा त देखिया रहेछ म त मेरो मोबाइलमा फेरिरहेको छु फेरि दुईजनाले उचार कि तीनजनाले उचार लैजाऊ के जितायो होला बिचरालाई होइन के सुकेको जिउमा लुकेको पावर छ हामी अडिसलाई दिन्छौँ के टाउको मान हामी अडिसलाई टाउको बाखा टाउको मेरो टाउको देखाको बिल्ला होला तेरो टाउको थाहा भनेको चाहिँ मातोले जिताएर कोही पल्ट्याछन् कोही हाँस्नाछन् कलौतेलाई उठाऊ त्यो त भ्युस भयो मैंने चिपने बुकाया उठा उठा यो फिर कोल बानो गरे फिर यस्तो पकास त फेरि हेर्नु न
अरे बाप रे बाप रे बाप यो त बाघ छ अनि कहाँदेखि होला त यहाँ ओइ रोहित आइज यहाँ सो गाइस आजको भिडियो चाहिँ यति नै हुन्छ अनि अहिलेसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद अनि यस्तै माया गरिराख्नु होला अनि धेरै टाइमपछि मैले युट्युब भिडियो ल्याएर आएको छु अनि धेरैभन्दा धेरै माया गरिदिनु होला सकेसम्म सेयर पनि गरिदिनु होला साथीहरू बाई बाई फेरि पनि यस्तै भिडियो ल्याएर आउने छु बाई बाई